Can anybody out there hear me? Hear me? 'Cause I just wanna say. Hello, good afternoon and welcome back once again. This is new day and new vlog. अनि आज चाहिँ हामी धेरै पछि हैन यता हाम्रो त्यसतिर चाहिँ यसो घुम्न आएको छौँ। यहाँनिर चाहिँ हैन रोजबेरी रोपेको छ अनि उहाँको साथी र म आएको छौँ। अनि यो बन्द गरेर राखेको यो फारङ्गहरू पनि स्ट्रबेरीको योहरू खोलिराखेको रहेछ हैन। अब चाहिँ स्ट्रबेरीको जरा उखाल्ने सिजन हुन लाग्यो। त्यो अनि हामी चाहिँ धेरै दिन भएको थियो यसो घुम्न नआएको हैन, रुमतिर बसेर बोरिङ भइराखेको थियो। यो चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ यहाँनिर यो एक साइडमा चाहिँ यहाँ लगाइराखेको छ हैन, अनि एक साइडमा चाहिँ यहाँ खोलेको छ। यसरी चाहिँ जरा निकाल्नलाई चाहिँ हैन, जरा निकाल्नलाई चाहिँ रेडी भइराखेको छ। केही दिनपछि अब जरा सरा निकालिन्छ होला। अनि तपाईहरुकोतिर के कस्तो छ यसो कमेन्ट गर्न नभुल्नु होला हैन, जो ग्रीसमा हुनुहुन्छ। यहाँ तपाईले देख्न सक्नुहुन्छ यो चाहिँ रोजबेरीको नयाँ खेती हो हैन। यस्तो दामी तरिकाले व्यवस्थित तरिकाले रोपेको छ। अनि हामी चाहिँ यसो धेरै दिन भएको थियो यहाँ कामहरु नभएर हैन, स्ट्रबेरीको सिजन सकेपछि त लगभग यो फारङ्गा टनेल भएको ठाउँतिर चाहिँ आउन पाइएको थिएन अनि आएको पनि थिएन। अनि आज यसो समय मिलाएर चाहिँ निस्केको कि हामी, अनि त्यसपछि तपाईहरुलाई पनि देखाउँ हैन। आज हाम्रो चाहिँ यहाँ यसरी रोजबेरीको खेती भइरहेछ भनेर देखाउँ, तपाईहरुलाई पनि जानकारी दिउँ भनेर चाहिँ। अनि त्यही हो, अस्ति भर्खरै रोपेको हेर्नु न यो बिरुवाहरू कति चाँडो चाहिँ ठुलो भइसकेको रहेछ हैन। यत्रो रोपेको बिरुवा, यो पत्ताहरू यो दुई तीनवटा पत्ताहरू मात्रै थियो, अहिले चाहिँ यत्रो धेरै भएछ पत्ताहरू, एकदमै चाँडो हुर्किसकेछ। लगभग 2-3 महिनामा चाहिँ यसको फल पनि लाग्छ होला। अनि फल लगाएर अनि हाम्रो कामहरू पनि चल्छ होला हैन। अनि इन्कमको सुरुवात हुन्छ कम्पनीको लागि, हाम्रो लागि काम। पहिला चाहिँ यतापट्टि यो स्ट्रबेरी खेती मात्रै थियो यहाँनिर, अनि यसपालि फेरि यो नयाँ खेती सुरु गरेको। त्यही भएर के कस्तो भइरहेछ हैन, अस्ति बिरुवा रोपेको थियो अनि के कस्तो भइरहेछ भनेर यसो हेर्नको लागि साथी र म दुईजना चाहिँ टक्क आएको हैन। रुममा के बसिराख्नु, घाम छ लास्टै घाम छ हैन। घाम भएर चाहिँ कालो देखिरहेको होला अनुहार पनि हैन, हुन त मान्छे कालो, त्यही पनि यहाँनिर चाहिँ यसो भिजिट गरौँ हैन। अनि एउटा भ्लग पनि हाल्दिउँ, धेरै समय भयो भनेर चाहिँ टक्क आएको हामी। त्यो यहाँनिर चाहिँ उहाँको साथीभाइ भिडियो कलमै अनि चाहिँ के अरे भिडियो बनाइराख्नु भएको छ। त्यही हो, अब एकदम आधुनिक तरिकाले रोपेको भएर होइन एकदमै चाँडो चाँडो फल्ने हुँदो रहेछ होइन। लगभग यो 2-3 महिना चाहिँ रेडी हुँदो रहेछ। यसरी फर्स्ट टाइम रोपेको होइन यहाँनिर, त्यही भएर एकदमै सबै तरिकाले एकदमै राम्रो तरिकाले रोपेको छ। अस्ति भर्खर रोपेको बिरुवा यत्रो हरियो भएर चाहिँ माथि आइसक्यो। सायद अब चाँडै 2-3 महिनामै त्यसले फलहरू दिन्छ होइन। यहाँ तपाईँ देख्न सक्नुहुन्छ एकदमै राम्रो छ, एकदम व्यवस्थित तरिकाले रोपेको छ। अनि यहाँनिर चाहिँ कुनै चाहिँ बिरुवा नपुगेर होला सायद होइन, रोपेको छैन। यहाँ त्यहाँ पनि देख्नुहुन्छ तपाईँहरूलाई म यहाँनिर त्यो दामी भइरहेको छ। यहाँनिर चाहिँ यो लाइनमा चाहिँ रोपेको छ होइन। अनि यतापट्टि लाइनहरूमा चाहिँ यहाँ बिरुवा नपुगेर होला सायद होइन, के प्राविधिक त्रुटिले गर्दाखेरि रोपेको छैन। त्यही अब चाँडै यहाँ पनि बिरुवाहरू रोप्छ होला। यहाँनिर यसरी व्यवस्थित तरिकाले चाहिँ लगाएको छ नि खेती। हाम्रो चाहिँ नेपालमा भने औँसेलु, ठ्याक्क औँसेलु जस्तै रहेछ है यो चाहिँ। यहाँनिर चाहिँ रोजबेरी भन्दो रहेछ होइन। त्यही हो, यहाँनिर यसो घुम्न आइदिएको क्या आज। एकदमै मौसम गर्मी छ, गर्मी भए पनि हावाहरू चलिराखेको छ। त्यही भएर हामी चाहिँ यसो घुम्दिउँ न त भनेर चाहिँ यसो आइदिएको होइन। रुममा कति बस्नु होइन, धेरै दिन बसेको रुममा बसेको, कामसाम नभएर सिजनल कामहरूको चाहिँ अफ सिजन भएको भएर होइन। यहाँनिर यस्तो छ है त, यहाँको इन्भाइरोमेन्ट चाहिँ बवाल छ। अनि मौसम लास्टै गर्मी भएको कारणले गर्दाखेरि होइन अब बाहिर बस्न पनि गाह्रो भयो, घुम्न गाह्रो भयो। अनि हामी चाहिँ ब्याक टु रुम भयौँ। अनि रुमतिरको त्यस्तो छ, गर्मी भएको भएर चाहिँ सबजना कोही रुखको फेदमुनि, कोही कता होइन। अनि सुनसान छ यहाँनिर, बाहिर कोही छैन, सब रुमभित्र फ्यानको हावा चलाएर बसिरहनु भएको छ। मजाले ब्याक टु रुम भयो। हामी यहाँनिर चाहिँ हाम्रो यहाँ करेसाबारी छ आफ्नै, करेसाबारीमा चाहिँ हामी भिजिट गर्दैछौँ। यहाँनिर काँक्रो पनि रोपेको छ। यहाँ हाम्रो दाइको चाहिँ आफ्नै करेसाबारी छ यहाँनिर। उहाँले चाहिँ नेपालदेखि नै 2000 युरो तिरेर चाहिँ करेसाबारी किन्नु भएको रहेछ, घरेडी किन्नु भएको रहेछ। त्यसकै सदुपयोग गर्दै हुनुहुन्छ। के छ दाइ, काँक्रो छ? खुर्सानी सुर्सानीको व्यवस्था रहेछ त्यो आफ्नै करेसाबारीमा।
यहाँ चाहिँ तास खेली जाँदैछन् होइन हामी चाहिँ यतातिर छौँ यहाँ अनुसन्धान गर्दै हुनुहुन्छ होइन रुखमा के फल्यो भनेर मौसम चाहिँ एकदमै गर्मी भएको कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ होइन टक्क लगाएर सिधै हामी यता यो जैतुनको रुखतिर आयौँ जैतुन भनेको चाहिँ ओलिभ ओइलको रुख हो होइन तपाईँहरूलाई थाहा छैन भने यो ग्रिसमा हुनुहुन्छ तपाईँहरूलाई थाहा रहेछ हाम्रो यस्तो छ बस्ने व्यवस्था यहाँनिर टक्क लगाएर यहाँनिर यस्तो छ त्यही हो अब यहाँ यसरी यस्तो व्यवस्थित तरिकाले क्याप स्याप ल्याएर होइन पानी सानी बोकेर चाहिँ टक्क म यसरी आएको छु यसरी शीतलमा यसरी आराम गरिराखेको छ अनि अब आराम मात्रै गरेर भएन होइन यसो फलफुलहरू पनि खानु पर्यो शीतलमा बसेर भनेर चाहिँ यहाँ फलफुलको व्यवस्था गर्न लागेको यहाँ हाम्रो एउटा भाइ चाहिँ यहाँनिर चोर चाहिँ होइन भाइ होइन तर यसो गिर्कीहरूको बगैँचामा गएर यसो टिपटाप गरेर चाहिँ व्यवस्था गर्छ होइन अनि त्यो अब यहाँनिर चाहिँ फलफुलको व्यवस्था हुँदैछ हाम्रो अनि टक्क लगाएर हामी खानुपर्ने हुन्छ ल यस्तो मालहरू आयो है त गेडाहरू आयो अब खानुपर्ने हुन्छ टक्क यहाँ बसेर अब युरो चाहिँ अब स्यालेरी भाइलाई मैले दिने हो किनकि म ओनर चाहिँ होइन तर रिसिभ गरेर चाहिँ मैले दिने हो क्या फेरि कुरा त्यसरी बुझौँ त्यही अब हामी चाहिँ यहाँनिर टक्क शीतलमा बस्न आयौँ होइन अनि यहाँनिर चाहिँ टक्क सुत्ने ओर्नेको व्यवस्था चाहिँ हाम्रो एकजना साथी चाहिँ सुतिराख्नु भएको छ अनुहार चाहिँ छोप्नुपर्ने हुन्छ तपाईँहरूले रातो क्यापबाट चाहिँ बुझिसक्नु भयो होला को हो भनेर होइन त्यही हो अब हाम्रो चाहिँ एकदम कताको सुति तपाईँ कञ्चनपुरी कताले कताको अरे ओखलढुङ्गातिरको हुनुहुँदो रहेछ उहाँ होइन तर पश्चिमबाट है फेरि अनि त्यही हो अब आजको भिडियोलाई चाहिँ त्यतिर व्यवस्था गरिदिन्छु होइन थ्याङ्क्स फर वाचिङ सी यु नेक्स्ट भिडियो बाई बाई गाइज